राम्रोसँग नपाकेको सुँगुरको मासु खाँदाखेरि दिमागमा जुका पर्छ भन्ने कुरा सुन्नुभएको छ? के यो कुरा सत्य हो त कि होइन? आउनुहोस् जानौँ। जब तपाईँले राम्रोसँग नपाकेको सुँगुरको मासु खानुहुन्छ त्यति बेला तपाईँको पेटमा जुका हुन्छ। त्यसलाई मेडिकल भाषामा टेनियासिस भन्ने गरिन्छ। पेटमा हुने यो नाम्ले जुका तपाईँको दिमागसम्म पुग्ने होइन। त्यसो भए दिमागमा हुने त्यो जुका कहाँबाट आयो त? जब तपाईँ नाम्ले जुकाको अन्डाले प्रदूषित पानी वा सागसब्जी जस्तै कि सागहरू अनि बन्दाकोपी खानुहुन्छ तब त्यो जुका तपाईँको पेटसम्म पुगेर ह्याच हुन्छ, रक्त नली हुँदै दिमागसम्म पुग्छ र त्यहाँ गएर एउटा सिस्ट बनाउँछ। मेडिकल भाषामा यो सिस्टलाई हामी न्युरिसिस्टिसर्कोसिस भन्ने गर्छौँ। जब यो न्युरिसिस्टिसर्कोसिस भन्ने रोग लाग्छ तब तपाईँलाई छारो रोग लाग्ने, बेसरी टाउको दुख्ने र कन्फ्युजन हुन सक्छ। र नेपाल जस्तो देश जहाँ नाम्ले जुकाको यो रोग न्युरिसिस्टिसर्कोसिस निकै नै कमन छ, हामीले योबाट बच्ने सङ्कल्प लिनै पर्छ। त्यसको लागि तपाईँले जहिले पनि आफ्नो सागसब्जीहरू मजाले पकाउनु पर्ने हुन्छ। सुँगुरको मासु यानि कि पोर्क पकाउँदा पनि निकै राम्रो तरिकाले पकाउनु पर्ने हुन्छ र आफ्नो ह्यान्ड हाइजिनको पनि राम्रोसँग ख्याल राख्नु पर्ने हुन्छ। त्यसैले प्रदूषित खाना र पानीबाट टाढै रहनुहोस्। धन्यवाद।